कक्षा 12 को अंग्रेजी परीक्षा सुन्दै अलिकति तनाव हुन्छ हैन त? तर चिन्ता लिनु पर्दैन। आज हामी यो परीक्षाको पूरै ब्लुप्रिन्टलाई एकदमै सरल तरिकाले बुझ्नेछौं। ल त्यो परीक्षाको डरलाई एकछिन पर राखौं है। बरु के कुरामा ध्यान दिने, कहाँबाट कति नम्बर आउँछ त्यो सबै बुझेर एउटा राम्रो स्ट्र्याटेजी बनाउने हो नि, हैन र? हाम्रो आजको रोडम्याप यस्तो रहनेछ। पहिले परीक्षाको ओभरअल स्ट्रक्चर हेर्छौं। त्यसपछि रिडिङ, राइटिङ र ग्रामर/भोक्याबुलरी खण्डलाई एक एक गरी केलाउनेछौं। अनि अन्त्यमा सक्सेसफुल हुनलाई के गर्ने त्यो पनि हेरिहाल्छौं। ल त सुरु गरौं। सबैभन्दा पहिले यो 75 नम्बरको खेल आखिर हो चाहिँ के? कहाँबाट कति नम्बर आउँछ? यो ब्लुप्रिन्ट बुझ्यो भने मात्रै त हो नि मेहनत सही ठाउँमा लगाउन सकिने। यो चार्ट हेर्दा एउटा कुरा त छर्लङ्गै हुन्छ हैन त? रिडिङ खण्डले त सबैभन्दा ठूलो हिस्सा मतलब 35 नम्बर ओक्टेको छ। राइटिङले 25 अनि ग्रामर र भोक्याबुलरीले 15। यसको मतलब के हो भने राम्रो स्कोर गर्नलाई रिडिङमा विशेष ध्यान दिनै पर्छ। त्यसो भए अब लागौं त्यही सबैभन्दा ठूलो खण्ड रिडिङतिर। यो 35 नम्बर भित्र आखिर के छ त? आउनुहोस् यसलाई अझ गहिरिएर हेरौं। रिडिङ खण्डलाई दुई भागमा बाँड्न सकिन्छ। एउटा हो अनसिन प्रोज मतलब पहिले कहिले नदेखेको टेक्स्ट जसबाट 15 नम्बर आउँछ। अर्को हो टेक्स्ट बेस्ड क्वेशन्स जुन किताबकै पाठहरूबाट सोधिन्छ र यसको वेटेज 20 नम्बरको छ। यो अनसिन प्रोजमा त एक किसिमले जासुस नै बन्नुपर्छ। एउटा अपरिचित टेक्स्टभित्र लुकेका जानकारीहरू, लेखकको विचार, शब्दको अर्थ सबै कुरा पत्ता लगाउनु पर्ने हुन्छ। यहाँ मल्टिपल चोइस, म्याचिङ, शोर्ट एन्सर जस्ता प्रश्नहरू आउँछन्। खासमा यो नपढेको कुरा कति चाँडो बुझ्न सकिन्छ भन्ने टेस्ट हो। अनि साहित्य खण्डमा अब जासुसबाट समीक्षक बन्ने पालो। यहाँ त कक्षामा पढेका कथाहरू, कविताहरूको गहिराईमा डुब्नुपर्छ। पात्रको चरित्र, कथाको मूल भाव, दुई कुराबीच तुलना, यस्तो विश्लेषण गर्ने खालको प्रश्नहरू आउँछन्। यो 20 नम्बरको ब्रेकडाउन पनि एकदमै क्लियर छ। 5 वटा सर्ट एन्सर क्वेशन्स हरेकको 2 नम्बर मतलब 10 नम्बर अनि 2 वटा लङ एन्सर क्वेशन्स हरेकको 5 नम्बर मतलब अर्को 10 नम्बर। सर्ट स्टोरिज, पोएम्स, एसेज, वन एक्ट प्लेज सबैबाट प्रश्न आउन सक्छ। त्यसैले सबै विधाको राम्रो तयारी गर्नुपर्छ। ल रिडिङको कुरा सक्यो। अब पालो राइटिङको। 25 नम्बरको यो खण्डमा आफ्नो लेखन कौशल देखाउने मौका हो। राइटिङमा 3 वटा टास्क हुन्छन् र ती क्रमशः गाह्रो हुँदै जान्छन्। पहिलो टास्क 150 शब्दको 7 नम्बरको, दोस्रो 180 शब्दको 8 नम्बरको अनि तेस्रो अलि लामो 300 शब्दको 10 नम्बरको। शब्द संख्या बढ्दै जाँदा विचारलाई अझ विस्तारमा लेख्ने क्षमता पनि देखाउनुपर्छ। अब के लेख्न आउन सक्छ त? टास्क 1 मा प्याराग्राफ, समरी, न्यूज स्टोरी जस्ता कुराहरू। टास्क 2 मा लेटर, जब एप्लिकेसन, इमेल, सीवी। अनि टास्क 3 मा एसे, ट्राभलग, बुक/फिल्म रिभ्यू जस्ता लामो फर्म्याटहरू। सफलताको लागि की नै यही हो, यी सबै फर्म्याट्सको अभ्यास गर्नु। जस्तै टास्क 2 मा यस्तो प्रश्न आउन सक्छ, नितेशलाई जवाफमा एउटा इमेल लेख्नुपर्ने। यो त रियल लाइफ सिचुएसन जस्तै भयो नि हैन? परीक्षाले यस्तै प्र्याक्टिकल राइटिङ स्किल्सको टेस्ट लिन्छ। अब आयो अन्तिम खण्ड, ग्रामर र भोक्याबुलरी। धेरैलाई यो अलि झन्झटिलो लाग्न सक्छ, तर चिन्ता नलिनुस्। यो 15 नम्बर पक्का गर्ने तरिका एकदमै सिधा छ। यो 15 नम्बर पनि बाँडिएको छ। ग्रामरलाई 10 नम्बर र भोक्याबुलरीलाई 5 नम्बर मतलब ग्रामरलाई दोब्बर महत्त्व दिएको छ। तयारी गर्दा पनि यही अनुपातमा समय दिनु स्मार्ट हुन्छ। ग्रामरको लागि त सिलेबस नै तोकिएको छ। यी 10 वटा टपिक्स एडजेक्टिभ्स, प्रेपोजिशन्स, टेन्स, भोइस, रिपोर्टेड स्पीच यिनैबार प्रश्न आउने हो। अरू केही हेर्नै पर्दैन। यो लिस्टमा फोकस गरे पुग्छ। उदाहरणको लागि यस्तो प्रश्न आउन सक्छ, अबाउट एउटा प्रिपोजिसन हो अनि नियम के छ भने प्रिपोजिसन पछि वर्ब आयो भने प्राय जेरुन फर्म मतलब आइएनजी फर्म लाग्छ। त्यसैले यहाँ लुजिङ सही उत्तर भयो। यो एकदमै कमन रुल हो। अब भोक्याबुलरीको 5 नम्बरको लागि के हेर्ने त? प्रिफिक्सेस सफिक्सेसबाट शब्द बनाउने, सिनोनिम्स एन्टोनिम्स, इडियम्स फ्रेजल वर्ब्स, स्पेलिङ पंक्चुएसन यस्तै कुराहरू। डिक्सनरी कसरी प्रयोग गर्ने र साउन्ड सिस्टमको बारेमा पनि प्रश्न आउन सक्छ। जस्तै यो प्रश्न हेरौं, टु केयर अफको अर्थ दिने फ्रेजल वर्ब कुन होला? हो,
लुक्ड आफ्टर यस्तै कमन फ्रेजल वर्ब्सहरूको अर्थ थाहा पाउनु एकदमै महत्त्वपूर्ण छ। ल त हामीले परीक्षाको पुरै ब्लुप्रिन्ट हेर्यौं। रिडिङ, राइटिङ, ग्रामर, भोक्याबुलरी सबै। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यति जानिसकेपछि तयारी कसरी गर्ने त? स्ट्र्याटेजी के बनाउने? सफलताको लागि एउटा क्लियर कट स्ट्र्याटेजी बनाउन सकिन्छ। पहिलो, रिडिङलाई सबैभन्दा धेरै समय दिने, किनकि त्यसको वेटेज सबैभन्दा बढी छ। दोस्रो, राइटिङका 3वटै फर्म्याटको प्र्याक्टिस गर्ने। तेस्रो, ग्रामरका ती 10वटा नियमलाई घोक्ने। र चौथो, रिडिङमा अनसिन प्यासेज र लिटरेचर दुवैको बराबर अभ्यास गर्ने। यही हो गेम प्लान। अब जब यो पुरै खाका स्पष्ट छ, तयारीको पहिलो कदम के होला त? याद राख्नुपर्ने कुरा के हो भने यो परीक्षा ज्ञानको मात्र होइन, स्ट्र्याटेजीको पनि हो। राम्रो योजनाले नै सफलता दिलाउँछ। सबैलाई शुभकामना।